हेलो एभ्रिवान, सबैभन्दा पहिला त हजुरहरूलाई माघीको ढेर साह्रै शुभकामना। अनि म चाहिँ रेडी गर्दैछु माघीको लागि। यो चाहिँ माघीमा नआएको रे स्कुलबाट। यहाँ मैले बदम उधारेको छु, यहाँ उधार्न बाँकी छ, भर्खर चिया खाएर त्यहाँ फालेको छु। अब यो बदम उधारेको छु, के बनाउँछ लास्टमा हेर्नु होला के बनाउँछ भनेर है। अनि तरुल खन्नु बाँकी छ, गन्जी ल्याउनु बाँकी छ, सबै देखाउँछु यो भ्लगमा। यो चाहिँ मेरो फर्स्ट भ्लग म यसरी बोलेर बनाएको लङ भ्लग है। सबैले हेरेर सब्सक्राइब गरिदिनु होला। बदमभरि उधारिसकेँ। अब चल्लालाई बिर्सेलै घाम लागिसकेछ। अब चल्ला हुन्छ सब। ल आज हाम्रो घरमा सरसफाइ कार्यक्रम चलिरहेछ। अनि मेरो मम्मी चाहिँ तरुल खन्न जानुभएको थियो, भेटाउनु भयो कि नै आजसँग मिलाइदिन्छु ल मेरो मम्मीसँग। मम्मी तरुल भेट्यो, भेट्याउ छैन बाबा, एक बाल्टी भइगए छैन अरू छ। मम्मी यता हेर त, हेलो भनिदेऊ त बेबी। ब्रोलाई लाज लाग्यो गरे कि मेरो ब्रोलाई लाज लागेको तेरो घरमा आउनु छैन मलाई। एक बाल्टी तरुल भएछ गाइजहरू। साँझ आज होइन भोलि हो साँझ पकाउने, भोलि खाने। खिमसर तिम्रो तरुलभरि मम्मीले चोरी सक्दिन खाने, मेरो आइजाउ नत्र भने पाउँदैन। खिमसर सरस्वती आन्टीलाई पठाइदियो गर, नत्र अहिले आएको छु धारो। बिहान आएको थिएन, आज त्यही भएर अहिले आएको छु धारो। नत्र पानी भर्छु नि, त्यसपछि चाहिँ मिल्छ है हजुरको। दिनचर्या सबैको फरक भए पनि यो प्रश्न एउटै हो जस्तो लाग्छ क्या मलाई सबैको। के हो तरकारी खाने भन्ने सबको घरमा सोधिने क्वेसन। बिहान भयो के को तरकारी खाने, साँझ भयो के को तरकारी खाने। अब जस्तो भए पनि जेसको भए पनि खाइहाल्छौँ। तर यो प्रश्न नसोधेपछि खानाको कहिले पाक्दैन जस्तो लाग्छ क्या मलाई। सबैको घरमा यो एउटाको मात्र होइन, सबैको, स्पेसल्ली आमाको, दिदीको। झन् यो त झन् प्रब्लमै भइसक्यो क्या एउटा। के खाने, के पकाउने मर्जी छ आफ्नो। सोद्धाखेरि बच्चीलाई श्रीमानलाई सोध्ने आमाहरूको मेन प्रब्लम भनेको। यो आगो बाल्छु भनेर सोचेको थिएँ, लाइटर बिहानबाट भइरहेको छैन कि मैले। अघि नै बहिनीले दिया हो, कहाँनिर राख्यो दिमागै छैन। त्यही भएर जुगाड गर्छु एकछिन।
जुगाड हो जुगाड। नेपाली र इन्डियन्समा जुगाडको कुनै कमी छैन जस्तो लाग्छ मलाई। सबैभन्दा जुगाडी यहीँको मान्छेहरू हुन्छ। इन्डियन्स पिपल हाई। हामी घरमा बसेको फाइदा गाइस। कसैले रोटी खाना लाग्छन्, कसैले हाल्छन्, कसैले पकाउँछन्, कसैले खान्छन्। कोही बसिहाल्छन्। मलाई दिनभरि काम लगाइदिन्छ, मलाई मात्र देखिन्छ हजुरले भ्लगमा काम गरेको। अरूलाई देख्नुहुन्छ गाइसहरु? भ्लगमा मात्रै काम छ। हामीले अब माघे संक्रान्ति पनि भोलि, त्यही भएर मेलाई काटेर कद्दु जुन देखिदो भूमिकल जाने हो भने त बा किन आफू जान्ने र गाइस ये क्या हो गाइस देखो गाइस देखो न गाइस देखो न बना ना गाइस देखो न गाइस च्याप्टी समाउनु देखो न गाइस थारूहरूले त लास्टै मागी लाग्यो होला है नै कस्तो त भयो नि तर थारूहरूको त ओ भन्छ नि अब म क्या बोलूं देखो न अब मैं क्या बोलूं देखो न गाइस इसे मत देखो मुझे देखो गाइस मैं अच्छी हूं ना सेना करा के अल्लाह करा दिने हुन्छन् कोही आनन्द के लगेर आउँछन् बदे अनि देखो न गाइस देखो न गाइस नबनी देखो न तब देखिन मैले आउँछ र उ अलि पा पछाडी जा उता हेलो गाइस मैं आज साग खादै छु साग र रोटी देखो न गाइस देखो न गाइस रुपैयाँ महिना इने चाहिँ खाना नपाएको जस्तो कि काच्चै खाइहाल्छ नि फेरि लैगिन त्यही त सरर खाने खाने त जोर राख्दै मात्रै पर्दैन पायो पनि पाकिसक्यो गाइजहरु अब यसलाई सब भित्र राखेर म पनि माथि जान्छु अनि भिडियो एडिट गरेर हजुरसँग हाल्नु पनि छ नि यति नै मेरो लास्ट यसलाई चाहिँ आज पुसमा पकाउने माघमा खाने भन्छ के भोलिको लागि हो सबै मैले हिजो अघि नै मैले भनेको छु नि चाको बदमको त्यो बनाएको थिएँ नि सकिसक्यो के छँदै छैन त्यहाँ यति हो यति टुक्रा बाजेको छ भोलिको लागि भनेको आज सकिसक्यो यहाँसम्म हेरिदिएकोमा सबैलाई थ्याङ्क यू सो मच आई होप